साथीहरु सब्जी लिएर आएको यस्तो गले तिमीहरुले आज व्रतको दिन। ल साथीहरु घर आइपुगेर कपडा चेन्ज गरे, 2 मिनेट आराम पनि गरे, थकान पनि धेरै भएछ। अब पहिले त म चाय बनाएर खान्छु सहिदिए। चाय पाक्दा पाक्दै म कपडा पनि लिएर आइपुगे। ओस परिसकेछन् चिसोले। अब फेरि यसलाई भोलि प्रेस गर्नु छ। निकै भइसकेछन् राख्दा राख्दै। जाडोको दिन मिलिक्कै जान्छन्। आज चाहिँ गल्न पनि म लास्टै गर्नेछु क्या, सन्चै थकान भएको छ। भिडियो पनि नबनाउनु जस्तो। अब यो भिडियो बनाउन थालेपछि फेरि नबनाउँदा नि भएन, बनाइरहनु पर्ने रहेछ। एक दिन अलिकति केही भयो भने पनि भ्युज पनि डाउन हुने, खोइ सबै थोक। अब फेसबुकमा काम गर्न थालेपछि त गाह्रो पो रहेछ त भिडियो बनाएन। मेरो चाय पनि पाक्यो। हान्जी आयो मेरो नाति। ल हेर्नुस्, बनाना चाहिँ मैले यो कालेको लागि ल्याएको। मन पराउँछ बनाना। अघि आइपुग्यो बनाना दे दो। झूठ नहीं बोल रही हूँ, ये मैं स्पेशल आपके लिए लाई हूँ। नानी को किसी का लो पहले। ये लो, कितना खाना है? अभी एक ही खाना है। यसलाई यति मन पर्छ नि बनाना, यसको लागि ल्याउँछु क्या म। पूला खाओ आप, ये लो अंदर बैठ के खाओ। मैले अब उसकै लागि राख्नुपर्छ क्या, साँचेर आउने बित्तिकै किचनमा आउँछ र बनाना नै भन्छ। ल हेर्नुहोस् है त, मैले आज के सब्जी लिएर आइछु। यो हरियो प्याज, सप, मजा लाग्छ यसको साग खान। यो निबु र हरियो खोर्सानी, यो हरियो धनिया, टमाटर। टमाटरको भाउ चाहिँ घट्नै आएन हो, घट्नै आँटेन अझै। 50 रुपियाँ किलो छ, 2 किलो ल्याएँ, चाहिहाल्छ। बिन्स, यो ल्याएँ मैले पालकको साग ल्याएँ, यो बथुवाको साग ल्याएँ, अनि यो ल्याएँ रायोको साग। सबै सागहरू मिक्स गरेर खान मजा लाग्छ। मेथी पनि ल्याएको थिएँ मैले, मेथी कता गयो? ए यहाँ रहेछ मेथी। मलाई त लाग्यो भाइ मेथी मैले उतै छोडेर त आइन जस्तो लाग्यो। मेथी पनि ल्याएको, सबै थोरै थोरै हालेर। 2 जना कसम खाने, छोराछोरी पनि हिँडी गए छोडेर। सबै मिक्स बनाएर खाँदा मिठो हुन्छ। मटर ल्याएँ 2 किलो, अस्तिको भन्दाखेरि अलिक भाउ घटेछ। उडाएर राखेपछि ढुक्क हुन्छ। फुलकोपी ल्याएँ यति। ल आजको मेरो काम थकान ओके।